यो गाडी कुन चाहिँ दूतावासको हो? यो नेपाली नम्बर प्लेट त होइन, यो त ब्लू कलरको प्लेटमा लेखिएको 61 CD। यो गाडी कसको हो? र राति 12 बजे एउटा दूतावासको गाडी सम्माननीय प्रधानमन्त्रीको निवास बालुवाटारमा के गर्न जान्छ? अब एउटा कुरा देखाउनुहोस्, यो TOB यो जुन फोटो छ यसमा जुन पिस्तोल छ, पिस्तोल यो के का लागि हो? प्रदर्शनमा हामी सहभागी बोलायौँ रे अनि हामी त्यहाँ शान्तिपूर्ण प्रदर्शनमा साथ दिन गयौँ रे। एउटा कुरा मलाई प्रश्न मेरो, त्यो शान्तिपूर्ण प्रदर्शनमा त्यो बाइक भटभट भटभट गोली चलाएको जस्तो कसले चलाएको थियो त्यो बाइक र किन चलाएको थियो? त्यो के गर्न गएको हो? त्यो एउटा मुद्दा भोलि म पेपर पठाउँछु, तेरो नामको नायक लिएर आइज, तेरो नामबाट पनि एउटा मुद्दा हालौँ है। म तँलाई सेक्युरिटी दिन्छु है, तँलाई म मेरै घरमा राखेर पाल्छु, म तँलाई सेक्युरिटी दिन्छु, हुन्छ? हाल्दैछु, सुदनको नाममा हाल्दैछ, सबैको नाममा हाल्दैछ, मित्र परिवारको नाममा हाल्दैछ, ओलीलाई हाल्दैछ, महेश बस्नेतलाई हाल्दैछ, सबैलाई हाल्दैछ। उनीहरू भोलिको दिनमा इलेक्सनमा उठ्न नसकोस् भनेर हाल्दैछु त हामीले। एकै ठाउँमा सबलाई रवि लामेछानेसँगै एकै ठाउँमा भोज खुवाउनलाई पठाउँदैछ हामी। यो झन्डै 10 मिनटको भिडियो हो र 10 मिनटको भिडियोको यो ल हेर्नुहोस्, यो भिडियो यसमा कसैको मुख चाहिँ देखाउँदैन, तर मैले भिडियोमै रेकर्ड गरेको छु। जेनजीका एकजना भाइलाई फोन गरेर धम्क्याउने को हो? यस विषयमा नेपाल प्रहरीले अनुसन्धान गरोस्। मुद्दा यो भयो, यो 3 वटा भयो। र चौथो प्रमाण, निर्मल निवासमा गाडीको चहल पहल। यो हेर्नुहोस्, निर्मल निवासको ढोका खुल्ला थियो र यो गाडीमा अब कसरी बुझ्ने? हामी त भगवान होइन, हामीले त यो भिडियो ल्याएको थियौँ, प्रहरीले रोकेको छ हामीलाई। यो भिडियो लिँदाखेरि यो भिडियो पनि तपाईँहरूको बिचमा राखिदिइरहेको छु। प्रहरीले हामीलाई रोकिसकेपछि यो 4 वटा प्रमाण भयो। अब प्रश्न गर्नेहरूलाई यति नै जवाफ। अब योभन्दा ठुलो प्रमाण के हुन सक्छ?